सम्पूर्णलाई झोले नमस्कार। म प्रिया राणा मगर संसार ग्रुप अनलाइन ग्रुपको एडमिन। आज चाहिँ म रमा दुवै मृगौला फेल हुनुभएको रमा बहिनीको बस्ने घरमा छु। पाल्पा स्थायी ठेगाना भएको र हाल सुनवल नगरपालिका वडा नम्बर 5 हर्दियामा बस्नुहुने माइतीमा बस्नुहुने रमा बहिनीको घर यहाँ आएर चाहिँ म उठेको सहयोग लिएर आएको छु। उहाँको दुवै मृगौला फेल भएको छ। विगत 2 वर्षदेखि उहाँलाई चाहिँ यो घातक रोगले छोएको छ। हप्तामा 2 दिन डायलिसिस गरिराख्नु पर्ने छ। मगर संसार ग्रुपबाट हामीले सहयोग अपिल गरेका थियौँ। हुन त पर्सनल्ली आफ्नो आफन्त इष्टमित्रहरूले उहाँलाई सहयोग गर्नुभएको छ, त्यो यहाँ आएको छैन र जति पनि सहयोग उठेको छ यहाँ लिएर आएको छु। सहयोग गर्ने मनकारी सहयोगीदाताहरूलाई एकदमै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। क्याप्सनमा चाहिँ सहयोगीको लिस्ट हामीले पोस्ट गर्नेछौँ। र अझै पनि म के अपिल गर्न चाहन्छु भन्दा हप्तामा 2 दिनसम्म एकदमै टाढा हस्पिटल डायलिसिस गर्न गइराख्नुपर्ने, औषधि खाइराख्नुपर्ने र ट्रान्सप्लान्टको लागि लाखौँ खर्च लाग्न अत्यन्तै धेरै खर्च लाग्ने हुँदाखेरि दुःख पर्दा नै हो आफ्नो मान्छेहरूले सहयोग गर्ने भनेको। अब उमेर पनि भर्खरको कलिलो उमेर छ, बाँच्नु धेरै छ। त्यसकारण यहाँहरू सम्पूर्णलाई थोरै सहयोगले नै उहाँको जीवन उपचारमा सहयोग होस्। उहाँले चाहिँ फेरि पनि नयाँ जीवन पाउनुहुनेछ। साना बच्चाहरू छन्। यो सबै कुराले चाहिँ उहाँलाई छिटोभन्दा छिटो मृगौला ट्रान्सप्लान्ट गरेर फेरि नयाँ जीवन जिउन खोज्दै हुनुहुन्छ। त्यसको लागि यहाँहरू सम्पूर्णलाई फेरि पनि म सानो सहयोगबाट उहाँको जीवन रक्षा गरिदिउँ भन्दै अपिल गर्न चाहन्छु। मैले केही भन्नु छ? नमस्कार हो। मलाई सहयोग गर्ने दाताहरूलाई मैले निकै दिन धन्यवाद दिन चाहन्छु र अझै पनि सहयोग गर्नुहुन्छ भनेर मलाई के भन्ने अपिल गर्छु। यहाँ सहयोग पठाउनु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई हृदयदेखि नै मेरो व्यक्तिगत मगर संसार ग्रुप र बहिनीको तर्फबाट धन्यवाद दिँदै फेरि पनि अझै धेरै सहयोगहरू उठोस् भन्ने अपेक्षा गर्दै सम्पूर्णबाट बिदा हुन चाहन्छु।